ब्याक टु माई च्यानल। हामी चाहिँ आज घुम्न जान लागेको छौँ। कहाँ जान लाग्यो? हामी आज भ्यू टावर जान आँटेको। अनि 1 वर्ष भयो क्या यहाँ बसेको। पहिलेदेखि जानी भनेको बल्ल आज चाहिँ मौका मिलेर हामी जान लागेको छौँ। 1 वर्षपछि ठ्याक्कै। ओके आउ न तिमीहरू नि। हेलो गाइस, आज ड्राई पिकनिक जस्तै हो अरु त। अनि यसमा तन्ना लिएर आछु चटपटे खानलाई। हाम्रो गाडी पनि आयो। ल अब हामी जान्छौँ। यसरी गइरहौँ हामी। अगाडि पनि हेर्नु होला, पछाडि मात्रै होइन। अहिले गाह्रो भयो होइन, सबैजना छ नि यसरी बिजोग गरेर जानु पर्यो। कस्तो राम्रो ठाउँ। आहा सब आउँदैछन् केटीहरू। भ्यू टावर हेर्न आएको। भ्यू कति राम्रो छ। म चाहिँ सबैभन्दा लास्टमा छु गाइस। भिडियो बनाउँदा लास्टमा आइपुगेँ। अब छिटो हिँडेर अगाडि गएर सबलाई क्याप्चर गर्छु। कस्तो राम्रो छ कि। यता छन् अर्को गाइजहरू, हामी छौँ यता गाइजहरू। यस्तो राम्रो जङ्गल। ल वाउ कस्तो खतरा। हामी उ त्यो तलबाट आएको, उ त्यो रोडबाट माथि पुगिसक्यौँ। अनि आधी बाटो पुग्यौँ। यहाँ आइपुगिसक्यौँ। अब वहाँ पुग्छौँ। उयो चुच्चोमै। वी आर अन द वे गाइज। कस्तो राम्रो सल्लाह गऱ्यो है। फाइनली आइपुग्यौँ। आहा रिक्साको ब्लग हो अनि मैले बनाइदिएको। अनि यिनीहरू चाहिँ बिजी मान्छेहरू हो। के भन्छ अरे बिपिएचको स्टुडेन्टहरू जहाँ पनि आफ्नो घुसाइहाल्नुपर्छ। हो त हाल्नुपर्छ यिनीहरूलाई। ब्लग मेन गरी ब्लग के अरे स्टार्ट गर्ने मान्छे चाहिँ यिनीहरू हो। अनि केही फोन है। चटपट भन्नुला झटपट अमिलो पिरो यो सबै कुरो हालेर नुन खुर्सानी डालेर मुखभित्र फालेर झालेर मसलदार निम्बु र प्याज। 12 को मसाला हाम्रो सिमराको स्वाद, मोहब्बतको रस, प्यारको बुखार, दिलको अचार। हाउ आर यु गाईको घिउ, साइकलको ट्यु, आई लभ यु। लेट हुन्छ भेट हुँदैन, हलाएर डोलाएर सम्झाएर बुझाएर नमानेपछि करुवा तेल लाएर आइस माइस खाइस 13 दुना 22 लङसिङ पोङ पोङसम्म लुवाङ चटपटे। गाइस खाएर भ्याम। प्याकअप हुँदैछ हाम्रो।
हामी सबैको प्याकअप हुँदैछ अब जाने फर्केमा हामी चाहिँ गाइजहरू आउँदैछन् पछाडि गाइजहरू बाई 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 सुर्ती मार्दा मार्दै गयो जवाना